नमस्ते, म डाक्टर खगेन्द्र काफ्ले। के त्यो फेसबुकको स्ट्याटस गाँजाकै असरमा थियो त? मैले त्यसको बारेमा केही जानकारी लिएर आएको छु। गाँजाले हाम्रो मनलाई, व्यवहारलाई अस्वाभाविक रूपमा परिवर्तन गर्छ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो। तर गाँजा खाएपछि मान्छे कस्तो हुन्छ त? यो कुरा सुनौँ। गाँजा खाएपछि सामान्यतया मान्छेहरू रिल्याक्स फिल गर्ने, शान्त हुने र कम बोल्ने गर्छन्। उनीहरूको सोचाइ, क्रियाकलाप सबैमा सुस्तीपना आउँछ। त्यो मात्रै होइन, बिस्तारै बोल्ने, जवाफ दिन समय लगाउने, टोलाउने यस्तो व्यवहार पनि देखिन्छ। उनीहरूलाई समय पनि बिस्तारै चलेको जस्तो लाग्छ। उनीहरूमा आफ्नो खुसी अथवा अरू भावनामा आफ्नो कन्ट्रोल नहुन पनि सक्छ। कोही कोही व्यक्तिहरू गाँजा खाएपछि त्यत्तिकै रुने, रोकोरोही गर्ने अथवा त्यत्तिकै हाँसेको हाँसे गर्ने बिना अर्थ, त्यस्तो पनि देखिन्छ। भने कतिपय व्यक्तिमा गाँजाले गर्दा भ्रमहरू पैदा हुने, जस्तो कि कसैले उसलाई घुरेर हेरिरहेछ, कोही उसको पछि लागिरहेछ, उसको परिवार अरू कसैसँग लागिरहेछ, षड्यन्त्र भइरहेछ भनेको जस्तो महसुस हुने र कानमा आवाजहरू आउने जस्तो लक्षण पनि देखिन्छ। यसर्थ दिमागलाई नै स्लो गराउने भएकोले कुनै मिनिङफुल काम अथवा कुनै अर्थ भएको कुराहरू गाँजा खाएपछि मान्छेलाई गर्न गाह्रो हुन्छ। गाँजाले मान्छेको इनर्सिया बढाउँछ र मोटिभेसन कम गर्छ। रक्सी खाएपछि भने मान्छे त्यसको अपोजिट हुन्छ। रक्सी खाने मान्छेहरूको व्यवहार, बोलीचाली गाँजा खाने व्यक्तिको भन्दा अपोजिट देखिन्छ। अर्थात् उनीहरू बढी बोल्ने, अनावश्यक बोल्ने, सामान्य रूपमा समाजले नपचाउने खालको हरकतहरू गर्ने, जस्तो कि अनावश्यक फोन गर्ने, फोनमा चाहिने भन्दा बढी कुराहरू बोल्न नसकिने, बोल्न नमिल्ने कुराहरू बोल्ने र हरकतहरू पनि त्यस्तै देखाउने हुन्छन्। हामीले रक्सी खाएका साथीभाइहरू अथवा आफन्तहरू देखेका छौँ, जुन बेला जसले रक्सी खाइसकेपछि उसले अरू बेला नगर्ने कुराहरू, हरकतहरू गरेर पछिलाई पनि अलिकति लाज लाग्ने खालको, शर्मिन्दा हुने खालको व्यवहारहरू गरिराखेको देखिन्छ। गाँजाले व्यक्तिलाई सुस्त बनाउँछ भने रक्सी खाएपछि, खास गरेर कम रक्सी खाँदा सुरुवाती अवस्थामा माइन्ड डिसइन्हिबिटेड अथवा अरू बेलाको भन्दा कुनै व्यवहार छिटो देखाउने स्थितिमा पुर्याउन सक्छ। मान्छे इम्पल्सिभ हुन सक्छ अथवा आवेगमा छिटो आउन सक्छ। रक्सी खाएपछि व्यक्तिले त्यस्तो व्यवहारहरू देखाउँछ जुन उसले राम्रोसँग सोचेको हुँदैन। अर्थात् त्यसको कन्सिक्वेन्सहरू, परिणामहरू पछि के हुन सक्छ, यसले कसैलाई बिगार्न सक्छ अथवा यो कामले मेरो प्रतिष्ठा, इज्जत जान सक्छ भन्ने कुरा रक्सी खाएपछि मान्छेहरूलाई हुँदैन। अनि अर्को, गाँजा खाएर गरेको व्यवहार हो कि रक्सी खाएर गरेको व्यवहार हामीले कसरी छुट्याउन सक्छौँ भने सामान्यतया रक्सी खाएपछि गरेको व्यवहारहरू, रक्सीको असर केही घन्टामा शरीरबाट कम हुँदै गएपछि उसलाई ग्लानि फिल हुन्छ, गिल्ट फिल हुन्छ र त्यो व्यवहारहरू अन्डु गर्न खोज्ने अथवा त्यसले गरेको नेगेटिभ इफेक्टलाई कम गर्न खोज्ने हामीले देख्छौँ। कोही मान्छे लाजले लुकेर हिँड्ने, आफूले गरेको कुराहरू के गरे थाहा पाइन भन्ने, त्यस्तो हुन्छ भने गाँजाको केसमा सामान्यतया त्यस्तो हुँदैन। धेरै गाँजा खाने व्यक्तिहरूको शरीरमा गाँजा 3-4 हप्तासम्म रहने भएको भएर 1-2 दिन बिचमा गाँजा नखाए पनि त्यो मान्छेको व्यवहार गाँजा खाएको जस्तै अवस्थामा देखिन्छ। कुनै कुनै व्यक्तिहरूको भने स्वभाव नै यस्तो हुन्छ, उनीहरूको आनी बानी व्यवहारहरू गाँजा रक्सी खाएको बेलाको जस्तै देखिन्छ, तर उनीहरूले एक्चुअली खाएको हुँदैनन्। कोही मान्छे, खास गरेर तिनीहरूको व्यक्तित्व क्लस्टर बी पर्सनालिटी भन्छौँ, क्लस्टर बी स्वभाव भएको व्यक्तिहरू, तिनीहरू सामान्यतया छिटो फ्रस्ट्रेसन हुने, नसोचिकनै बोल्ने, पछि यसको लङ टर्म पछि समयले के असर गर्छ भन्ने कुराहरू दिमागमा नसोचिकन व्यवहारहरू प्रकट गर्ने, छिटो झडङ्ग हुने, हार स्वीकार गर्न गाह्रो हुने, यस्तो उनीहरूको व्यवहारको हिस्सा हुन्छ। यदि त्यो व्यक्ति पहिलेदेखि यस्तै प्रकारको छ र अहिले पनि यस्तो प्रकारको व्यवहारहरू देखाएको छ भने हामीले यसलाई नसाको असर भन्दा पनि त्यो व्यक्तिको नेचर अथवा उसको स्वभाव नै यस्तो रहेछ भनेर बुझ्नुपर्ने हुन्छ। कतिपय व्यक्तिहरूमा भने उनीहरूले देखाउने हरकतहरू उसको स्वभावको हिस्सा र नसाको कारण दुईटैको मिक्स भएर पनि आएको हुनसक्छ। अब तपाईँहरूले आफै भन्नुहोस्, कुनै व्यक्तिले
अचानक कुनै फेसबुक स्ट्याटस लेख्छ जुन उसको पद प्रतिष्ठासँग म्याच गर्दैन र केही समयपछि उसले त्यो डिलिट गर्नुपर्ने स्थितिमा पुग्छ भने उसले गाँजा खाएको थियो होला, या रक्सी खाएको थियो होला, या उसको स्वभाव थियो होला, या सबै फ्याक्टरहरू अलिअलि मिक्स भएर यस्तो देखिएको थियो होला। हजुरहरूले आफ्नो ओपिनियन दिन सक्नुहुन्छ। धन्यवाद।